पुरानो जुत्ता र नयाँ सपना। एउटा छोरो इन्जिनियरिङको पढाइ सकेर ठुलो जागिरी खान सहर जान लागेको थियो। उसले निकै जोसका साथ बुबालाई भन्यो, बुबा, म अब धेरै पैसा कमाउँछु र तपाईँलाई संसारकै सबैभन्दा महँगो जुत्ता किनिदिन्छु। बुबाले आफ्नो फाटेको जुत्ता लुकाउँदै मुसुक्क मुस्काएर भन्नुभयो, मलाई जुत्ता होइन छोरा, तिम्रो सफलता चाहिएको छ। धेरै वर्षपछि छोरो सफल भएर घर फर्कियो। उसले बुबाको लागि महँगो ब्रान्डेड जुत्ता र आमाको लागि रेशमी साडी बोकेर आएको थियो। तर जब ऊ घर पुग्यो, बुबाको त्यो पुरानो फाटेको जुत्ता ढोकाकै कुनामा धुलोले पुरिएर बसेको थियो। तर त्यसलाई लगाउने खुट्टाहरू अब यो संसारमा थिएन। आमाले रुँदै भन्नुभयो, छोरा, तेरो बुबाले यो जुत्ता सिलाउँदै वर्षौसम्म चलाउनु भयो ताकि तेरो पढाइको फी तिर्न पैसा पुगोस् भनेर। उहाँले आफ्नो खुट्टामा काँडा बिज्दा पनि कहिल्यै भन्नु भएन, किनकि उहाँको मनमा तँलाई शिखरमा पुर्याउने एउटै सपना थियो। छोरो त्यही फाटेको जुत्ता अँगालेर रोयो। उसले आज बुझ्यो कि संसारको सबैभन्दा ठुलो धन आमा बुबाको आशीर्वाद र उहाँहरूले हाम्रो लागि गरेको त्याग रहेछ। बल्ल पो मैले बुझ्दैछु। कृपया यहाँहरूलाई कस्तो लाग्यो, कृपया यहाँहरूले चाहिँ सल्लाह र सुझाव दिनु होला। कस्तो लागिरहेको छ, कस्तो भइरहेको छ, तपाईँहरूसँग पनि यस्तै खालका कथाहरू छन्, तपाईँहरूका पनि ती अतीतका पलहरू छन् भने पठाउन सक्नुहुनेछ। यति भन्दै बिदा हुन्छु। नमस्ते, बाई।